अब जिन्दगीमा पहिलो पटक सरप्राइज आयो है। आएपछि चाहिँ तपाईहरुलाई कसरी नदेखाउँ, देखाउनै पर्यो। अहिले त सोशल मिडियाको जमाना हैन। अरे कहना क्या चाहते हो? देखाइहाल्छु के, अनि कसले पठाएको रहेछ, के पठाएको रहेछ भनेर हेर्नलाई चाहिँ पुरा भिडियो हेर्नै पर्ने हुन्छ। ट्याङ टडडन के होला साथीहरु, गेस गर्नु त के होला के होला। ट्याङ टडडन डिस डिस डिस। यसको प्याकिङ त हेर्नु कति राम्रो, यसको के भन्छ है प्याक गर्ने स्टाइल। यो चाहिँ यसको कार्ड, मेन पार्ट त यहाँ छ नि साथीहरु। के रहेछ त, के रहेछ, हातमा लाउने पेन्डोरा। हेर्नु त, अब देखाइसकेपछि चाहिँ कसले लाउनु भएको छ यो पेन्डोरा। लगाइहाल्नु पर्यो। अब जिन्दगीमा फर्स्ट टाइम आएको, म त अचम्मै पर्यो। कस्तो देखे हा, ठिकै छ है। अनि जसले गिफ्ट पठाउनु भएको उसलाई चाहिँ मेरो हात मोटो छ सम्झिनु भएको रहेछ, त्यही भएर अलिकति ठुलो पठाउनु भएको रहेछ। केही छैन, ठुलै पठाइने सानो पठाइने पठाउनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु म चाहिँ। यो चाहिँ बिल, यति लामो हुँदो रहेछ बिल पनि। ए आमा हो, म त कहाँ जाने होला। अनि यसको प्राइस भन्न मिल्छ कि मिल्दैन त्यो चाहिँ थाहा छैन हैन। यसको प्राइस चाहिँ यति हो, देख्नुभयो कि भएन। प्राइस देखा जस्तो हुन्छ है फेरि, त्यस बात नै। ए यसमा त के हो, के तपाईहरुलाई पक्कै पनि खुल्दुली भइसक्यो होला, कसले पठाएको रहेछ भनेर हैन। कसले पठाउनु हो, को छ र पठाउने मेरो। त्यही एउटा विकास राज गुरुङ भन्ने मेरो बुढाको नाम हो। यही त हो नि, अरू कसले पठाउँछ र। मेरो बुढालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु हैन। एनिभर्सरीमा शुद्ध गिफ्ट, एनिभर्सरी त के गरौँ, बर्थडेमा शुद्ध गिफ्ट, सरप्राइज भन्ने केही नि थिएन। आज कहाँबाट बुद्धि पलाएछ मेरो बुढाको, सरप्राइज आयो। यति नै भन्न चाहन्छु। बाइ बाइ।